किन होला त आज फिटे भाइला र मलाई मेरो दाइले ढुट्टो पारेर कुच्चै कुचोले पिट्यो। र दाइको हातबाट पिटे खाइसकेपछि मलाई मेरी मायाले एकदमै पिरो र अमिलो पानीपुरी बनाएर खुलाइन्। अलराइट गाइज, वेलकम टु माई मिनी ब्लग। गाई हो हजुर सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज त फिटे भाइ र मैले भएर दाइलाई स्मोकिङ प्र्याङ्क गर्ने भनेर प्र्याङ्क गरेको। दाइलाई प्र्याङ्क गर्दा गर्दा यति धेरै पिटे खायो नि साथीहरु। फिटे भाइ र मेरो शरीरभरि कुचोको डाम बस्ने गरेर दाइले पिटिहाल्यो। यदि हजुरहरूलाई फुल प्र्याङ्क भिडियो हेर्न मन छ भने युट्युबमा जानु होला। युट्युब च्यानल नेम अजय पुन मगर छ। दाइको धुल पिटे खाइसकेपछि हामी लाग्यौं चोकतिर। यहाँ गएको त हाम्रो प्यारो काले भाइ पनि आएको रहेछ, त्यसैले त्यसलाई चाहिँ मड्का चिया खुलाउन लिएर गए। बिचराको त लाइफकै पहिलो मड्का चिया रहेछ, त्यसैले एकदमै धेरै मिठो लाग्यो रे। यस्तो गर्मीमा तातो खाएपछि चिसो पनि खान मन लागिहाल्ने, त्यसैले फेरि सबैजनाको लागि एउटा एउटा चिसो पनि खाए। एकछिनमा भाइहरू पनि स्कुलबाट आउने बेला भयो, त्यसैले घरमा गएर बसे। भाइहरूलाई चाहिँ मायाले खाजा बनाएर दिन, त्यसपछि हामी चाहिँ लाग्यौं चोकतिर। अहिले चाहिँ खासमा होटलको कामले जान लागेको। तर साथीहरू मलाई फिटे भाइ र काले भाइको बिचमा हिँड्नलाई लास्टै गाह्रो छ। यो दुईटाको त कुराहरू पनि अचम्मको छ। दुवैजनाको दाँत फिटेको, त्यसैले दुईटैजनाले आफ्नो दाँतको बयान गर्दै बसिरहेको। यस्तो गरे भने यस्तो दाँत हुन्छ, यस्तो गरे भने उस्तो दाँत हुन्छ। फिटेहरूको त कुरा नै अलग हुन्छ। त्यो दुईजनाको बकबक सुन्दा सुन्दै म मेरो होटलमा पनि पुगिहालेँ। अहिले त मेरो होटलको नाम अजय खाजा घर छ र मैले आगामी दिनमा होटलको नाम चेन्ज गरौँ भनेर सोचेको थिएँ। हजुरहरू धेरैजनाले राम्रो राम्रो नामहरू सजेस्ट गर्नु भएको थियो। सबैजनाको सजेसन एकदमै राम्रो राम्रो थियो, त्यसैले म कन्फ्युज भएँ कि कुन नाम राखौँ भनेर। हजुरहरूले फेरि पनि एकचोटि कमेन्ट सेक्सनमा होटलको नाम के राख्दा ठिक होला भनेर कमेन्ट गरिदिनु है। हाम्रो काम सकाइसकेपछि हामी तीनजना लाग्यौँ भिडियो बनाउन तर्फ। अहिले त दिनहरू पनि एकदमै धेरै लामो भएको र लामोको साथसाथै एकदमै धेरै गर्मी पनि बढिरहेको। यस्तो गर्मीमा त नाचेर भिडियो बनाउनलाई पनि एकदमै धेरै गाह्रो हुन्छ। र मैले अस्ति नै स्पाइसी पानीपुरी च्यालेन्ज वाला भिडियो बनाउँछु भनेर भनेको थिएँ, त्यसैले आज हामी सबैजना मिलेर काम गरेर पानीपुरी बनाएर खान थाल्दैछौँ। जे होस्, पानीपुरी बनाउनको लागि काले भाइ र फिटे भाइले पनि एकदमै धेरै हेल्प गरिरहेको छ। हजुरहरूलाई मेरो मिनी भ्लग त एकदमै धेरै राम्रो लाग्छ, त्यसको साथसाथै फुल भ्लग हेर्नु मन छ भने चाहिँ युट्युबमा जानु होला है। युट्युबमा नि मैले एकदमै राम्रो राम्रो च्यालेन्ज भिडियोदेखि लिएर प्र्याङ्क भिडियोहरू हाल्ने गर्छु। हजुरहरूले अजय पुन मगर युट्युब च्यानलमा गएर इन्जोय गर्न सक्नुहुन्छ। आज चाहिँ फिटे भाइको, मेरी मायाको र काले भाइको बिचमा पानीपुरी च्यालेन्ज हुन गइरहेको छ। 3 मिनेट भित्र जसले सबैभन्दा धेरै पानीपुरी खान्छ त्यसले चाहिँ जित्नेवाला छ। र यसमा चाहिँ के ट्विस्ट छ भने एकजनाले खाँदाखेरि अर्को च्यालेन्जरले चाहिँ हेर्न पाउने छैन। र रिजल्ट पनि मैले लास्टमा भन्नेवाला छु। मैले त सोचेको थिएँ कि उनीहरूले एकदमै धेरै पानीपुरी खान्छ भनेर। पानीपुरी एकदमै स्पाइसी भएको कारणले काले भाइले जम्मा 17 वटा खायो र फिटे भाइले 19 वटा। अनि कसैले पनि एक्सपेक्टै नगरेको कुरा भयो कि मायाले भने 20 वटा खाएर दुईजनालाई पानीपुरी च्यालेन्जमा हराइदियो। अरूको त के कुरा गरौँ, उसलाई धरि पत्यार लाग्यो। अब काले भाइ हारिसकेपछि पनिसमेन्ट त मान्नै पर्यो। त्यसको चराको गुण जस्तो कपाल बनाएर आएको थियो के रे। त्यो कपाललाई चाहिँ कालो लगाउने भनेर निर्णय गरेको। फिटे भाइले त निधारभरि कालो लगायो। धन्न मान्छे कालो भएर होला, त्यसको निधारमा लाग्दाखेरि पनि त्यति कालो देखियो। तर जे होस्, आजको च्यालेन्जमा चाहिँ एकदमै धेरै रमाइलो भयो। आजलाई यति नै, अब भोलि भेट्छु अर्को मिनी भ्लगको साथमा। त्यतिखेरसम्मको लागि बाई बाई।